सम्पूर्ण विद्यार्थी वर्गहरूमा पुनः पनि हार्दिक नमस्कार गर्न चाहन्छु। सदाको चाहिँ आज पनि युट्युब भिडियो लिएर म हजुरहरूको माझमा उपस्थित भइसकेको छु र आजको भिडियोमा खास रहेको छ, स्पेसल रहेको छ तपाईहरुलाई निबन्ध सम्बन्धीको विषयवस्तुहरूमा सम्बन्धित भिडियो लिएर उपस्थित भएको छु। तपाईहरु कक्षा 9 र 10 मा पढ्दै हुनुहुन्छ। विशेष गरेर कक्षा 10 को यासीको तयारी गरिराख्नु भएको छ भने 7 अङ्कका लागि सोध्ने निबन्ध यस प्रकार रहेको छ। ढिला नगरिकन आजको भिडियोलाई अगाडि बढाउँ। प्रश्न नम्बर 20 मा व्यवहारिक लेखन अन्तर्गत निबन्ध लेखन सोध्ने छ। निबन्ध उच्च दक्षता अन्तर्गत पर्दछ। निबन्धको परिचय हेर्नुस् त। हाम्रो यसरी तपाई पढ्न सक्नुहुन्छ है। यो निबन्ध भनेको के? निबन्धको निर्माण भएको शब्द निबन्ध एक शाब्दिक भाव अर्थ व्याप विचारलाई दरिलो र कसिलो शैलीमा बाँधेर राख्ने रचना भन्ने बुझिन्छ। हेर्नुस् राम्ररी बुझ्नु होला, पढ्नु होला, नबुझेको के पनि छैन, सजिलो छ। अब हामी निबन्धको संरचना अर्थात् निबन्ध कस्तो तरिकाको हुनुपर्छ, यसको संरचना भन्ने विषयमा छलफल गर्नेछौँ। निबन्ध स्वतन्त्र विधा भएकाले शीर्षकसँग केन्द्रित रहेर आफ्ना विचार र भावनालाई प्रस्तुत गर्न सकिन्छ। विशेषतः निबन्धलाई मध्य र अन्त्यको क्रममा मिलाएर प्रस्तुत गर्न सकिन्छ। हामीले निबन्ध लेख्दाखेरि कम्तीमा 3 वटा अनुच्छेद हुने गरी चाहिँ हामीले निबन्ध लेख्नुपर्ने हुन्छ। आदि भाग भनेको सुरुको भाग, निबन्ध सुरुवात गर्दाको भाग। निबन्धको सुरुको भागलाई आदि भाग भनिन्छ। यो सम्बन्धित विषय वा शीर्षकको परिचयात्मक खण्ड हो। यसमा विषय वा शीर्षकको परिभाषा, परिचय, पृष्ठभूमि र अन्य परिच्छेदका सम्भावित कुराहरू रहन सक्छन्। सामान्यतया यो एउटै अनुच्छेदको हुन्छ है त। आदि भाग निबन्ध परिचयात्मक खण्डको निबन्धको पहिलो भाग। त्यसैगरी मध्य भाग निबन्धको मूल वा बीच भागलाई मध्य भाग भनिन्छ। यसमा सम्बन्धित विषय वा शीर्षकको विश्लेषण गरिन्छ। यसको व्याख्या, वर्णन, महत्त्व, सुझाव आदि कुरालाई यस भागमा रहन्छन्। विषयवस्तुको प्रकृतिलाई हेरेर यसमा 2 वा सोभन्दा बढी अनुच्छेद पनि के गर्न सकिन्छ? व्याख्या खण्डमा बनाउन सकिन्छ। त्यसैगरी अन्त्य खण्डमा यो निबन्धको उपसंहार भाग हो। यसमा लेखकको विषय शीर्षकसँग सम्बन्धित आफ्ना विचार र धारणाहरू निष्कर्षमा प्रस्तुत गर्नुपर्छ। एउटै अनुच्छेदमा रहनु राम्रो मानिन्छ, छोटो निष्कर्षमा लेखिन्छ। त्यसैगरी प्रश्न नम्बर 20 को उत्तर लेख्ने बेलामा अपनाउनु पर्ने सावधानीहरूको विषयमा यहाँ दिएको छ। हामीले यसमा चाहिँ आत्मपरक र वस्तुपरक गरेर 2 वटा शीर्षकहरूबाट 3 वटा निबन्ध लेख्नुपर्ने शीर्षक दिनेछ, जसमध्ये आफूलाई अनुकूल हुने अर्थात् लेखन शैली भएको जुन शीर्षक लाग्छ त्यो शीर्षक छनौट गरेर कम्तीमा 150 शब्दको शब्द नघट्ने गरी हामीले निबन्ध लेख्नुपर्छ र जस बापत हामीले मौलिक उत्तर लेखेमा 7 अङ्कसम्म प्रदान गर्ने व्यवस्था रहेको छ। अब प्रश्न नम्बर 20 मा उत्तर लेख्दा अपनाउनु पर्ने सावधानीहरूको विषयमा है त। यस प्रश्नमा स्वतन्त्र रचनात्मक सृजनाशील क्षमता परीक्षण हुन्छ भन्ने बुझ्नुपर्छ। दिएका शीर्षकमध्ये आफ्नो ज्ञान र क्षमता, लेखन क्षमताका अनुकूल शीर्षक छनौट गरी शीर्ष भागमा उल्लेख गर्ने। निबन्धमा कम्तीमा 3 अनुच्छेद आदि, मध्य र अन्त्य गरी हुनुपर्ने हुन्छ। आदि वा परिचय भागमा शीर्षकको परिचय खुल्ने गरी शीर्षकबारे जानकारी विषय प्रवेश गर्नुपर्छ। दोस्रो अनुच्छेदमा मूल भाग, विषयवस्तुको क्षेत्र, सीमा, फाइदा, बेफाइदा, महत्त्व, उपयोगिता आदि बारेको चाहिँ हामीले आवश्यकता अनुसार लेख्नुपर्छ। यसमा आवश्यक ठानेमा तपाईँले दोस्रो अनुच्छेदलाई चाहिँ 2 वा 3 वटा अनुच्छेदमा पनि विभाजन गरेर लेख्न सक्नुहुन्छ, जो मध्य भाग भनेर हामीले भनेका छौँ त्यस भाग। त्यसैगरी निष्कर्ष भाग अन्तिम अनुच्छेद हो, जसमा चाहिँ हामीले शीर्षकसँग सम्बन्धित कमी कमजोरीहरू, समाधानका उपयोगिताहरू, आफ्ना विचारहरू इत्यादि कुराहरूलाई चाहिँ के गर्न सक्छौँ, हामीले यसमा निष्कर्षमा लेख्न सक्छौँ। नमुना प्रश्न हेरौँ। देश विकासमा युवा वर्गको भूमिका भन्ने शीर्षकमा चाहिँ यसरी निबन्ध रहेको छ। यसमा यी मध्ये हाम्रो पहिलो अनुच्छेद हाम्रो आदि भाग, जसमा हामीले परिचय लेखेका छौँ शीर्षकहरूको। त्यसैगरी दोस्रो खण्ड भने मध्य भाग, जसमा हामीले व्याख्या, विश्लेषण, फाइदा, बेफाइदा इत्यादि कुराहरू लेखेका छौँ। त्यसपछि तेस्रो अनुच्छेद निष्कर्ष खण्ड, जसमा हामीले अन्त्य खण्ड हो, अन्तिम खण्ड, जसमा हामीले निष्कर्ष सहित सुझाव सल्लाह लिएर यसरी लेखेका छौँ। यी समग्र चाहिँ हाम्रो एउटा निबन्ध लेखनको चाहिँ यस्तो लेखिन्छ भनेर ढाँचा यहाँ प्रस्तुत गरिएको छ। यसलाई राम्ररी हेर्नु होला, बुझ्नु होला है त। र यसका आधारमा चाहिँ अभ्यासका लागि राखिएका यहाँ केही प्रश्नहरू छन्। यी प्रश्नहरू तपाईँहरूले के गर्नु होला, किनभने 25-30 वटा समसामयिक, सम्बन्धित र महत्त्वपूर्ण शीर्षकहरू मैले यहाँ राखिदिएको छु। यी शीर्षकहरूको बारेमा गहन अध्ययन गर्नु होला र अभ्यास गर्न चाहिँ नबिर्सिनु होला।
तपाईँले यो भिडियो हेर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। अहिलेसम्म भिडियो हेर्नुभएकोमा पक्कै पनि तपाईँले भिडियोबारे जानकारी पाउनुभयो होला। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला, साथीहरूमा सेयर गर्नुहोला र यस्तै यस्तै नेपालीसँग सम्बन्धित विषयवस्तुहरूको भिडियो हेर्नका निमित्त हामीलाई सब्सक्राइब गरेर जोडिनुहोला। तपाईँले नेपाली विषय कक्षा माध्यमिक तह होस् या तपाईँहरू आधारभूत तह कुन कक्षामा पढ्नुहुन्छ, आफूले पढ्ने कक्षामा तपाईँलाई नेपाली विषयसँग सम्बन्धित विषयवस्तुहरू के गाह्रो लाग्छ ती विषयवस्तुहरू कमेन्ट गरिदिनु होला। म ती विषयहरूमा पनि भिडियो बनाएर पक्कै पनि अर्को भिडियोमा म उपस्थित हुने बाचा गर्दै अहिलेका लागि छुट्टिन्छु। हवस् त, धन्यवाद। तपाईँको दिन शुभ रहोस्। नमस्ते, फेरि भेटौँला।